एउटा काँडा यहीँ निस्किसक्यो हैन तलको काँडा चाहिँ नदेखाइदिउँ मलाई हेलो गाइस वेलकम आफ्टर लङ टाइम म धेरै पछि आएको छु आराम कुशल हुनुहुन्छ होला सबैजना है म पनि ठिक छु आजको विशेष भिडियो एक प्रसङ्गलाई चाहिँ मेरो जन्मदिनमा स्विमिङमा समुद्रमा गएर उल्टी हान्दिन चाहिँ हेर्नु होला कस्तो हुन्छ के हुन्छ लाइक कमेन्ट सब्सक्राइब धेरै पछि आएको छु माया देखाइदिनु होला है त मसँग चाहिँ हुनुहुन्छ हाम्रो काभ्रेली सम्धी यार कस्तो सम्धी त हेर्नु त खै यहाँ हो अहिले गोरो देखि यार अब हामी चाहिँ गएर खोलामा उल्टी हान्दिने हो गाइस त्यही हो सबैजनाले चाहिँ सम्झना छ है धेरै भयो नभेटेको सपना पुरा गर्ने त आज उल्टी हान्ने हामी नभेटेको धेरै भयो हामीहरू नभेटेको नदेखेको धेरै भयो त्यसैले सम्झना छ माया छ है ल हामी अहिले समुद्रतिर चाहिँ जाँदैछौँ है गाइस अब यस्तो खतरा हामी उल्टी हान्छौँ होइन स्विमिङ गर्नलाई यस्तै छ है ल गाइस स्टे ट्युन माफी चाहन्छु आज नान्ने हो कि मुर्गी पैसा छैन होला त मान्छे पैसा कमाउनेको चक्करमा मान्छे खत्तम भइसक्यो गाइस भोलि पर्सि म राम्रो भएर आउनेछु गाइस अनि भिडियोहरू दामी दामी बनाउँछु अहिले चाहिँ त्यही छ है गाइस सबैजनाले माया छ है अनि त्यही हो कमेन्टहरू लाइकहरू चाहिँ हानिराख्नु होला सब्सक्राइबहरू चाहिँ म नयाँ नयाँ अपडेटहरू भिडियोहरू चाहिँ दिनेछु त्यही हो गाइजहरूलाई ल यता अब यस्तै छ है विदेशतिर चाहिँ गाइज गरी महिना लागेसँगै यहाँ समुद्रमा आउनेको चाप बढ्छ है ट्याक्कसँगले कुरो कहाँनिर यस्तै छ भ्याउँ भ्याउँ दामी छ दामी त्यस्तो छ है हाम्रो दाइहरू अगाडि ट्याक्कसँगले हामी चाहिँ जाँदैछौँ स्विमिङ गर्नलाई हेर्नु है गाइज यो हामीले मुक्का हान्ने ठाउँ यहाँ छ स्पिन सिस्पिन गर्ने यहाँ छ ट्याक्कसँगले बगाम्यास पुलाम पिज है गाइस यहाँ पार्क कस्तो दामी छ गाइस म देखाउँछु है अहिले पार्कहरू दामी छ यता यस्तै छ है गाइस यहाँ विदेशतिर चाहिँ यहाँ ट्याक्कसँगले समुद्रको छेउछाउमा पार्कहरू दामी बन्छ नेपालमा भए चाहिँ अब यो तेरो मेरो भन्दै झगडा गर्थ्यो होला होइन यहाँ चाहिँ पार्कहरू टक्क गर्छ कसरी हुन्छ यहाँ पर्यटक मान्छेहरूलाई चाहिँ यो आकर्षित के यहाँ तान्ने खालको क्या यहाँ आर्थिक चाहिँ के भन्छ निर्यात गर्ने खालको यो के हुन्छ यसलाई चाहिँ एउटा योजना हुन्छ नि नेता अलिक गतिलो भने यस्तो हुन्छ क्या यहाँ कम त पर्यटकहरू आउँछ अब गरी महिना लागेसँगै यहाँ अब मारामार यहाँ छेउछाउको होटल र व्यवसायीहरू धनी भएर यहाँ दोस्रो आउँछ विश्वको नेपालमा तर ममा गर्दा गर्दा जिन्दगी बित्छ मरिजान्छ के गर्न गाह्रो छ गाइस त्यस्तै हो बाँकी कुरा चाहिँ अब हामी समुद्रतर्फ जाँदैछौँ हेर्नु होला तपाईँहरूले समुद्र कति भयो नदेखेको गरी महिनामा होइन अब हामी देखाउँछौँ यस्तो छ है गाइस यहाँदेखि टक्क जाने बाटो यस्तो छ है यो समुद्र जाने बाटो हो हिँड्नै मजा लाग्ने क्या त्यही भएर यहाँ पर्यटकहरू धेरै आउँछ ल गाइस समुद्र यस्तो छ है समुद्र ट्याक्कसँगले यहाँ धेरै मान्छे छ कम देखाउन मिल्दो रहेछ ल सम्धी खिचिदिनु नि त ल गाइस म चाहिँ अब खोलामा उल्टी हान्नेवाला छु एकचोटि डुबेर आएको ट्याक्कसँगले रेडी छ नि सेकेन्ड चलिरहेछ 11 12 ल गाइस यस्तै समुद्रको हाम्रो कस्तो छ हेर्नु होला आउनु दाइ समुद्र आउनु भित्र आउनु त यतातिर आउनु पर्छ भाइ तिमी सम्धी यार शराब मेरो रोग शोक सबै खाला ठुलो त्यसले चाहिँ बगाएर लग्छ कुदोदेखि लिएर सबै थोक हेर्नुलाई यस्तो छ होइन त्यही हो समुद्रमा नुहाउन त मजा आइरहेको छ जाडो जाडो छ हाम्रो घरले दाइ हुनुहुन्छ उता समुद्र निकालौँ आउनु अब हाम्रो सम्धीको पालो ल सम्धीको पालो है हाम्रो काभ्रेली सम्धीले खेल्छ अब स्विमिङ पुल बगाम्यास
सम्झीले खेल्छ अब हो हो दियो दियो दाइ कस्तो हुँदो रहेछ अनुभव उता नजान्दा उता यहाँ त अलिक गहिरो गएर छ है गाइस यस्तो छ है गाइस यस्तो सम्झु उता नजानु है ल यस्तो छ है गाइस बहुत मजा आइरहेको छ रे कति कहाँ नि ल गाइस बहुत मजा आइरहेछ है यहाँनिर अब दाइहरू सम्झीहरू खेल्दैछ म खेलेको पनि हेर्नुभयो होला यस्तै छ दामी दामी हाम्रो यो चाहिँ एकदम ब्ल्याक्सी भन्छ यसलाई चाहिँ खतरनाक हो यो चाहिँ एकदम गहिरै चाहिँ अलिक अन्दाज बाहिरको छ हामी यसको धेरै पर छौँ धेरै छेउछेउमा छौँ हामी चाहिँ त्यही भएर हामी डुबिया छैन म यहाँ छु लाइक कमेन्ट सब्सक्राइब हान्नु होला यसो मिलाएर होइन धेरै भएको थियो हामी नभेटेको नबोलेको गाइजहरूसँग ल गाइज यस्तै छ हाम्रो जिन्दगानी बहुत रमाइलो भइरहेको छ रे सो गाइज एकदमै जाडो लाग्न थालिसक्यो होइन खेल्दै खेल्दै अब हामी जाने बेला भइसक्यो बहुत मजा आइरहेको छ है यस्तै छ मान्छे पनि धेरै छ वरिपरि तर मान्छेहरू देखाउनु मिल्दैन हामी मात्रै खेल्नु मिल्छ जाडो रहेछ होइन दाइ फर्स्ट टाइम हो यहाँ आएर फर्स्ट टाइम कस्तो अनुभव चाहिँ कस्तो भइरहेको बबाल तर दाइ स्वर्ग मासुको झोल खा जस्तो पानी चाहिँ नुनिलो नुनिलो सम्झेको काँडा निस्किसक्यो यार एउटा काँडा यहाँ निस्किसक्यो होइन ल तलको काँडा चाहिँ नदेखेको मलाई त्यस्तै छ रमाइलो ल लाइक कमेन्ट सब्सक्राइब हान्नु ल है सबैजनाले त्यही छ है ल सम्धि र दाइको चाहिँ अब यहाँ कम्पिटिसन हुन्छ रनिङको को अगाडि आउँछ त्यसले एउटा केटी आज लगेर जान्छ यहाँबाट ल म गन्छु ल 3 2 1 गो आयो 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 बराबर ल बराबर केटी भनेपछि त यार यस्तो ज्यानको यार बाजी लगाएर है दाइहरू सम्झीले नि हँसायो यार सो गाइज आजको भिडियो छोटो मिठो कस्तो लाग्यो है लाइक कमेन्टहरू यसो सब्सक्राइबहरू लाइक कमेन्टहरू पनि सेयर चाहिँ गरिदिनु होला सब्सक्राइब कस्तो लाग्यो के लाग्यो भनिदिनु होला धेरै समयपछि चाहिँ भिडियो आएको हो त्यही हो सबैलाई चाहिँ म सम्झिरहेको हुन्छु मेरो सब्सक्राइबर सबैलाई भ्युअर्स सबैलाई सम्झिरहेको हुन्छु तर के गर्नु परदेशको जिन्दगीमा अलिकति गाह्रै छ क्या भिडियो बनाउनु टाइम मिल्दैन फुर्सद मिल्दैन त्यही भएर बनाउनु अल्छी लाग्छ त्यही हो अब धेरै पछि भिडियो आएको छ मेरो कमेन्ट हानेर लाइक हानेर सब्सक्राइब त गरिसक्नु भएको होला सेयर चाहिँ गर्न नबिर्सनु होला भन्दै सबैलाई टाटा बाई बाई धेरै धेरै माया छ आई लभ यु सो मच अल